हेलो गाइज वेलकम ब्याक टु माई ब्लग आफ्टर भेरी लङ टाइम। आज चाहिँ हामी एकदमै सर्ट ट्रिप जाँदैछौँ। म अनि हाम्रो भाइ छ, के अरे हाम्रो भाइको नाम रोशन भाइ एन्ड म जाँदैछौँ। हाम्रो धेरै लामो ट्रिप छैन, सो भेरी सर्ट, 1 घन्टा 1.5 घन्टाको छ। सो कहाँ जान लाग्यो के जान लाग्यो हामी डेस्टिनेसन पुगेर भन्छौँ, त्यति बेलासम्म हामी राइडमा फोकस गरौँ। सो अहिले त ट्राफिक रुल्सहरू पनि एकदम कडा भइरहेछ, सो त्यही भएर हामीले पनि एकदमै सजग भएर सबै डकुमेन्टहरू क्यारी गरेर जानुपर्ने हुन्छ। ट्राफिक रुलको नियम पालना गर्नुपर्छ। द्याट्स इट। सो लेट्स मुभ गाइज, लेट्स मुभ। सो हाम्रो राइड चाहिँ स्टार्ट भयो। यस्तो छ अवस्था, ग्लोभ्सहरू लगाउनै बिर्सेर यहाँ तल राखेर चाहिँ लास्टमा धन्न म त बिर्स्यो भनेर तनावमा भने। हाम्रो राइड स्टार्ट हुन्छ तल्लाघारी बाटो, नयाँ बाटो हुँदै हाम्रो डेस्टिनेसनतिर पुग्नेछौँ। कन्सिस्टेन्ट हेरिराख्नुपर्ने हुन्छ। रोशन भाइले चुज गरेको त्यो के कस्तो हुनेछ डेस्टिनेसन आई डोन्ट नो। भिडभाड भएको भन्दा नि पिसफुल ठाउँमा चाहिँ मलाई रमाइलो लाग्छ। के भयो फेरि यहाँ एक्सिडेन्ट हो क्या? ल हे प्रभु मेरो चाहिँ यस्तो नहोस्। राइड सेफली यार, जहिले नि गाह्रो छ होइन। ओभर स्पिडमा जाँदिनँ यार म। तर अहिले नै म एकदम सजग हुन्छु। एक्सिडेन्ट अहिले देखिहालेँ, अझ त्यो देख्दाखेरि मलाई डर लागिहाल्यो। लामो समयसम्म बाँच्नु छ, त्यही भएर अलिक बिस्तारै चला भन्नु खोजेको जस्तो लाग्यो। यो चाहिँ मेरो लागि एउटा मेसेज जस्तै भनौँ। ओ कस्तो दामी बनाएको, 1-2 दिन के नहिँडेको थियौँ यार, खत्रै बनाएको छ। क्वालिटी कस्तो आउँदैछ है, एन्ड्रोइडबाट हो। बिस्तारै क्वालिटी पनि बढ्दै जान्छ, तपाईँहरू हेर्दै जानुहोस्, साथ सपोर्ट दिँदै जानुहोस्। के भयो है, स्पिडै देखाएन त। ल बाइकको स्पिडै देखाएन, के भयो? इन्जिन गयो क्या हो? ए स्विच अफ गरेर रहेछ अनि यस्तो त छ पारा। म त इन्जिन गयो कि सोचिरह माछालाई यसो हेर्छु स्पिडै देखाएको छैन। ल गयो सोच्यो यहाँ त स्विच अफ गरेर रहेछ। जति पठाएर नि पठारिँदैन के भएको सोचिरहेको क्या मैले त। रोशन भाइको ट्रिप फेल हुन्थ्यो नभए। मलाई लाग्छ त्यो ठाउँमा मान्छेहरू टनाटन होला जस्तो लाग्छ यार, किनभने आज सन्डे हो नि त होइन। सन्डेको दिन सबैको छुट्टी छ, सरकारी बिदा छ। अस्ति हामी न्यु इयरमा है त्यही नजिकको डाँडातिर गएको, कसम भने यहाँको भन्दा डबल जान्थ्यो यार। 10-15 मिनटमा पुग्ने ठाउँमा 1 घन्टा लाग्यो। हामी इधर से अंदर चलेंगे, अंदर से अब अंदर के बाटो से चलेंगे। हामी चाहिँ कहाँ पुग्यो थाहा छैन है। सायद यो महालक्ष्मी स्थान हो जस्तो लागिरहेछ मलाई। भित्रैभित्रबाट छिरेको कहाँ पुग्यो। सो के बिस्तारै कहाँ पुग्यो भन्दा ल अब गेस गर। ललितपुर पुग्यौँ। ललितपुरको नि के ठाउँ रे यसलाई? महालक्ष्मी स्थान भन्छ, इमाडोल भन्छ यो ठाउँलाई। अर्कोको पुलमुनि पुग्छौँ। यो बाटो म धेरै हिँडेँ यार, पहिला 1 महिना जति मैले इन्ड्राइभ गरेँ हो नि त। अनि त्यति बेला चाहिँ म खुब हिँड्थेँ यार यो बाटो। ओहो ट्रिप क्या आउँथ्यो क्या यो बाटोको। अनि हराउने, फेरि जाने हराउने आउने, त्यही हुन्थ्यो मेरो कामै। ओ काकाजी आजभोलि जाम हुँदैन? मस्त है तलदेखि कहाँ यहाँभन्दा तल 50,000 माथि हाल्ने क्यामेरा हुन्छ। क्यामेराले बुझेर कति पाउँछ कि त्यति कडा भइसक्यो अहिले। 50,000 बढी हाल्नै अन्त। ल यार म त एकदम केयरफुल हुन्छ यार त्यसको लागि त। है रिस्क नै लिने क्या बिडो। ए लास्ट देखाउँदा एन्फा अहिले भर्खर प्रतिबन्धमा परेको हो म होइन। एन्फा ए यो किनाबाट प्रतिबन्धमा पऱ्यो नि। यस्ता मुख्य कार्यालय यहीँनिर हो। यही चाहिँ हो। यी साइडलाइट बालेर गइहाल्छ नि, किन टेन्सन ल्या। इफ आई एम राइडिङ डोन्ट फियर माई ब्रो, इफ आई एम हियर वाइ टु फियर। हामी एकान्त कुनामा छौँ एन्ड दिस इज ललितपुरको रोड। एकदमै सुन्दर मोबाइल, एकदमै साइडकै लाइनहरू क्लिकको लगिएको। हजुर साइडमा चोबार, बारीको चाहिँ चोबार रे। हाम्रो भाइले भनेअनुसार मलाई चाहिँ भर्खरै थाहा भयो। सरसफाइ पनि एकदम राम्रोसँग दामी चलिरहेको छ यार। यतिको भएपछि नेपाल सुध्रिएन त अब बिस्तारै। वा त्यहाँ पनि कस्तो दामी फुलहरू लगाएर रहेछ। यता पनि टक्क सरसफाइ चलिरहेछ है। मलाई यार सबसे सफा चाहिँ ललितपुर नै होला जस्तो लाग्छ यार। ल काका एकछिन मलाई जानिदिनु अगाडि। ल धन्यवाद तपाईँलाई। एकदमै डिसिप्लिनमा छन् सबै राइडरहरू, सबै ड्राइभरहरू है। ओहो खुसी लाग्यो यार मलाई यो कुरा चाहिँ। ओ भाइ ओइ काकाले कस्तो कुदाएको यार। यो ग्रिन लाइटमा छौँ अहिलेसम्म हामी। 13 सेकेन्ड 14 सेकेन्ड हामी चाहिँ ठ्याक्कै अहिले बल्खुमा पुगिसक्यौँ है। सो रेड लाइटमा नपरौँ भन्ने हो। 13 4 5 भाग जल्दी
ओरेन्ज 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 काका डेस्टिनेसन अझै पनि सिधा हुनेछ हामी यहाँबाट लेफ्ट कीर्तिपुर पुग्छ हामी त्यहाँ जाँदैनौँ सो आवर डेस्टिनेसन इज गोइङ टु बी स्ट्रेट अझै अघि अझै है क्वालिटी कस्तो आउँदैछ मलाई थाहा छैन भोइस चाहिँ सुन्या छ कि छैन थाहा छैन पोल्युसन त देखो भाइ कितना पोल्युसन गरेर मलाई पहिल्यै नै एकजनाले सजेस्ट चाहिँ गरेको थियो क्या त्यो ठाउँमा जाऊ भनेर तर म चाहिँ गइनँ मलाई त घर जान्न जस्तो के हो त घर गइदिउँ क्या हो यहीँबाट है घर गइदिउँ क्या हो घर पनि टक्क यसरी नै भ्लगिङ गर्दै होइन ल गाइस म घर जाँदैछु है भन्दै जाने यसरी धेरै टाढा छैन अब 2-4 महिना मात्र पर्खिने कान्छा तेरो बाउलाई पनि मसँग फोटो खिच्न मन लाग्छ भन्ने त्यस्तै हो यो चाहिँ हाम्रो नागढुङ्गा सोरुमबाट आउने बाटो है ठ्याक्क त्यहाँ सोरुमबाट छिर्यो भने चाहिँ तपाईँ यो माथि हुँदै यहाँ आउँछ अनि यहाँबाट गयो भने पनि नि ठ्याक्कै त्यही पुगिन्छ दामी बनाएको छ यार है अनि यसको लागि लगभग हामी 10-15 मिनटमा चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्छौँ हो पोर्चुगल पोर्चुगल पोर्चुगलको हाइस त्यहाँ माथि फ्ल्याग हो पोर्चुगल सो रोनाल्डो सो चन्द्रगिरी चेक पोस्ट रे त्यो माथिको हाम्रो पश्चिम जाने बाटो पनि यही हो क्या है ह्याप्पी म्यारिज लाइफ शुभ विवाहको शुभकामना थानकोट पुगिसक्यौँ यार थानकोट सोच अब थानकोटसम्म पनि पुग्यौँ भने हाम्रो डेस्टिनेसन चाहिँ अझै कति अगाडि होला कहाँ होला जोसँग एनर्जी हुन्छ नि त्यहीसँग सबै कुरा एट्र्याक्ट हुन्छ क्या यो चाहिँ युनिभर्सल ट्रुथ कुरा हो क्या ल मा हामी त घर जाने बाटोमै पुग्यौँ नि त अहिले चाहिँ ठ्याक्कै हामी थानकोटको चेक पोइन्टमा छौँ यहाँबाट सरासर गयो भने हामी चितवन धादिङ कता कता पश्चिमतिर पुग्छौँ तराईतिर पुग्छौँ भने अब यहाँबाट माथि गयो भने चाहिँ हाम्रो डेस्टिनेसन आउनेवाला छ सो ओके लेट्स मुभ टु द आवर डेस्टिनेसन अब चाहिँ गाउँको भाइक आउनु थाल्यो है टक्क मकै सकै है यसको नि मुड हुन्छ क्या 3टा रोड मुड रेन मुड अनि अफरोड मुड वाउ द भ्यू अफ भ्याली सी गाइज द भ्यू अफ भ्याली ओहो एकैछिन रोकेर हेरौँ त यार ओ तेरी भ्यान क्या हेर भ्यू वाउ यस्तो राम्रो देखिने रहेछ यार भ्याली यहाँबाट के अरे केबल कार त त्यो देखिरहेछ यहाँनिरबाट चाहिँ कहाँ हो अब म्याचाले यता त केही छैन यतै होला वाउ टक्क आफ्नै गाउँ हो जस्तो यार मकै सकै लगाएको छ है आरु यार यहाँ हेर्न आरु टिपेर लाने हो क्या हो 2टा आरु बख्रा त खाइयो आरु चाहिँ खाइएन कस्तो दामी दामी घर बनाएको यार यस्तो भित्र नि बब्बाल घरहरू बनाएर चाहिँ यार यहाँबाट कहाँ ल रोशन भाइले भनेर हामी यस्तै जान्छौँ जसुकै बाटो भए पनि जस्तो सुकै अफरोड भए पनि राइडर इज हियर मिस्टर धामी है सो के जस्तो सुकै उकालो होस् हान्ने हो त्यो काम मेरो हो टेन्सन नलिनुहोस् उकालो सुकालो यस्ता उकालो त जा अब नाथे उकालो हर्के दाइले भने जस्तै है नाथे उकालो त अनि नाथे उकालोमा हो कस्तो बबाल वाउ कसम भनेको वातावरण के अरे स्वच्छ हावा चाहिँ यहाँ आएर फिल हुँदैछ यार बल्ल कस्तो स्वस्थ हो हेर्न वातावरणको हावा नै त्यो फिलै छुट्टै छ क्या डेस्टिनेसनबाट कस्तो देखिन्छ होला त हेलो गेस गाइज यो भाइलाई थाहा होला नि उल्टो ठाउँ आयो जस्तो ओ भाइ यता तल हेभन डाँडा जाने बाटो यो कि यो हेभन डाँडा यो बाटो हो ल ल धन्यवाद बाटो नि कन्फ्युजिङ टाइपको रहेछ यार त कति केजी छस् रे 60 मात्र ए 120 केजी त मजाले तान्ने रहेछ त बाइकले तर कसम दामी छ यार बाटो यस्तो चिलवाला बाटो छ हेर्न अफरोड के को अफरोड भन्नु यसलाई पुरै मजाले पिच बनाएको छ यार मस्त पिच छ मैं ओ भोसडी तूने खिच्ची तेरो अलि मात्रै खिच्यो हो वाउ आवर डेस्टिनेसन इज गोइङ टु बी भेरी अमेजिङ भेरी ब्युटिफुल भेरी इलिगेन्ट है जस्ट लुकिङ लाइक वाउ हुनेवाला छ
अब यहाँबाट चाहिँ साँच्चीको अफरोड स्टार्ट भयो है। यसो मैले हिँड्दा जाग हाल्दै त म घर दिइहाल्दै त। नहीं सक्यो भन्ने त नहाक्यो भन्ने ल म्यास फेरि दोधार पऱ्यो। यतै होला जस्तो लाग्यो मलाई चाहिँ। मलाई नि त्यही यार ब्याङ्क हाल्नु जाँदा। ल धन्यवाद अङ्कल। हस् हस् ठ्याक्कै अब 300 मिटरमा चाहिँ हामी पुग्छौँ रे अङ्कलले भनेअनुसार। ओके नाउ राइड गर्न भेरी टफ है। गाउँघरमा हिँड्नु यस्तै हुन्छ। भाइ राम्रोसँग बस है, पछाडि राम्रोसँग बस है। हेमन डाँडा यतै हिँड्दै यतै यतै जस्तो लाग्यो। पुरै जङ्गल छ यार। हाम्रो गाउँघरतिरको जङ्गल जस्तै छ त। मस्त दामी छ यार। वाउ पनि यसमा बाइकको टायरै लाग्दैन। लडे हुने बाटोवाला हो यो त। तेरि भ्यानका आयो आयो हाम्रो डेस्टिनेसन आयो। फाइनल्ली के बाइक चाहिँ यहीँ रोक्नुपर्ने रहेछ त। ल ठिक छ। थोरै मान्छेहरू त आएर छन्। जे होस् 1 2 3 4 5 6 भने चाहिँ लगभग हाम्रो बाइक लगाएर 6 दुना 12 14 जना जति चाहिँ आएर छन्। ल सो फाइनली वी रिच आवर डेस्टिनेसन चाहिँ यहाँ छ टक्क माथि डाँडो। एन्ड विथ आवर रोशन भाइ हिरो एन्ड म चाहिँ यता छु। सो लेट्स मुभ टु आवर डेस्टिनेसन। लेट्स रिभिल आवर डेस्टिनेसन। वेयर इज इट? दिस इज नन अदर देन हेभन डाँडा। हामीले चाहिँ घरबाटै पानी ल्याएको भएर मस्त पोहोरहरू त। सो यस्तो यो हरकतहरू चाहिँ कृपया नगरिदिनु होला। म चाहिँ यसको त सख्त विरोधी हो क्या। यस्तो जङ्क फुडहरूको त म खत्रै विरोधी हो होइन। त्यसपछिबाट जो आएर यहाँ यस्तो सुन्दर ठाउँलाई फोहोर बनाउँछ नि। कति फोहोर छ क्या यो डाँडोमा। ठाउँ चाहिँ सुन्दर छ तर यो प्लास्टिक जल्ने पदार्थले गर्दाखेरि चाहिँ एकदम नै फोहोर डट्टी देखाएको छ क्या। फाइनल्ली अब यो डाँडाको यात्रा चाहिँ सक्यो। हामी चाहिँ सिधै अब घरतिर जाँदैछौँ। घरतिर पनि नभनौँ सो पार्कतिर जाने सोचिरहेछौँ। एकजना भाइलाई बोलाएर छौँ। ओके त्यो भाइसँग नि भेट्छौँ। सो ओके द्याट्स इट फर टुडे। यो डाँडा चाहिँ अलि मलाई चित्त नबुझ्यो भनेर चाहिँ अलिक बढी जोडी आउने डाँडा रहेछ। सो कपल्सको लागि चाहिँ एकदम नै बेस्ट रहेछ। नट फर अ सिङ्गल। हाम्रो रानी चाहिँ घाम तापेर एकदमै तातेकी छिन्। अनि हाम्रो रोशन भाइको जुगाड चाहिँ के पुछ्नाले त्यहाँ अगाडि छ। त्यहाँ हो त्यहाँ। अनि टक्कर अब हाम्रो रोशन भाइको जुगाड है। टक्क पानी हालिसकेपछि थोरै चिसो हुन्छ। पानी ल्याएको थियौँ हामीले घरबाटै। टक्क पानी ल्यायो भने चिसिन्छ। के भन्छ अरे यो पानीको तापक्रमलाई उ गर्न उसलाई के कस्तो बिर्सेँ क्या म यार।
विशिष्ट ताप धारण क्षमता भन्छ। यसको बढी भएको कारणले गर्दा पुछ्यो भने अलिक सेलाउँछ है। फाइनली अब हामी चाहिँ रिटर्न भयौँ। गर्मीले लास्टै पसिना आयो यार। हेभन डाँडा राम्रो छ छन चाहिँ अलिक फोहोर गरेको छ है, धेरै मान्छेहरू आएर। अनि त्यसपछि त्योभन्दा पनि जोडीहरू चाहिँ अलिक बढी आउने ठाउँ रहेछ यो चाहिँ। कपाल ठाउँ रहेछ, कपाल डाँडा भनेर बुझ्दा पनि हुन्छ है हेभन डाँडा भन्दा नि। जोस् तर भ्यालीको भ्युज चाहिँ बब्बाल आउने रहेछ है रोशन भाइ, एकदम बब्बाल यार। फोटोहरू दामी दामी खिच्यौँ हामीले, बब्बाल फोटो खिच्यौँ। अनि त्यसपछिबाट अहिले हामी लाग्यौँ घरतिर भनौँ न। बाटो पनि त्यस्तो नराम्रो छैन, यतिको बाटो भने एकदम राम्रो हो क्या। यो भने एकदम ठिक लाग्यो है मलाई चाहिँ, बाटो त्यस्तो नराम्रो लागेन। बाटो यतिको भने नराम्रो होइन, राम्रै हो। यतिको बाटोमा मजाले राइड गर्न सकिन्छ यार। दिस इज नर्मल बाटो क्या। झोला पछाडि हाल्नु अनि मेरो ज्याकेट त्यो उसमा यसो उसमा झुन्ड्या। ज्याकेट ल्याइस् नै ए मे साँच्ची किन ल्याएको? ल त्यसो भए त्यो ज्याकेट त्यही छुट्यो नि अर्कोको बाइकमा। छोड म लिएर आउँछु। ज्याकेट छुट्यो क्या, ज्याकेटै चाहिन्छ। मान्छे जोड लाग्यो भने सबैमा अफरोड हान्न कस्तो मजा आउँछ के। अफरोड हान्ने मान्छेलाई थाहा हुन्छ कि अफरोड नहान्ने मान्छेलाई के थाहा हुन्छ। फेरि जहाँको त्यहीँ पुग्यो यार माया भोज चुडे। ज्याकेट त्यहीँ छुटेछ। त्यो दिमागको प्री फ्रन्टल कर्टेक्स भन्ने हुन्छ क्या, त्यो चाहिँ अहिले मेरो कमजोर छ जस्तो लागिरहेको छ क्या। मेरो साले यिनीहरू चाहिँ बसिरहेको होला कसको ज्याकेट हो भनेर। यहीँ रहेछ सिडी। अर्को एनएस, मेरो एनएसको ज्याकेट अर्को एनएसमा यो। ल यार भन्न यिनीहरूको यस्ता जाबा बाटोमा त मैले उडाइदिन्छु म। पछि तिमीलाई हिँडेरै गयो जस्तो लाग्यो। कहाँ पुगेँ म त मा, कहाँ गयो सोचिरहे। यहाँ पुगेर रहेछ यसरी। बाटो त राम्रो छ है, त्यस्तो नराम्रो छैन। एकैछिन हो, 1 किलोमिटर पनि छैन, आधी किलोमिटर पनि छैन त्यो अफरोड भन्नु। यतिको त भइहाल्छ नि यार बाटोमा। कहाँबाट? यहीँबाट होइन, यहीँबाट आएको होइन हामी। हो आमा भ्यू त बब्बाल माया काठमाडौँको है। हामी चाहिँ थानकोटको चोकमा पुग्यौँ। अब चोकबाट चाहिँ हामी यता राइड गयो भने चाहिँ गाउँघरतिर पुगिन्छ। अब हामी लेफ्टै लाग्छौँ आफ्नो डेस्टिनेसन। है आवाज आओस् नआओस् तर भिडियो चाहिँ बनाउने हो, भिडियो बनाउने हो। यस्तो रोड भएको मजा आउँछ त। सोचेको थिइनँ यार बाटोमा यसरी राइड गरौँला कहिले भनेर, बट गड ह्याज अदर प्लान क्या। कस्तो दामी हो माथिल्लो गाडी यार महेन्द्रको। यस्तो गाडी पनि चढ्नुपर्छ हो, यस्तो थार पनि चढ्नुपर्छ भविष्यमा। रोक्न मे रोक्न, चढिन्छ मे। सपना देख्नुपर्छ क्या, बेजोड सपना देख्नुपर्छ। टिकट पाएर जाने होइन। फाइनली हामी बाटोमा हिँड्दा हिँड्दै थानकोट त्रिभुवन पार्कमा आइपुगेका छौँ है। म र रोशन भाइ 50 रुपियाँ टिकट काटेर फुल असुल गर्नुपर्छ। 50 रुपियाँ टिकट काटेर बब्बाल रमाइलो छ। यहाँ दामी दामी गार्डनहरू छ, दामी दामी फुलहरू छन् है। त्यसपछि माथि लामोसम्म छ, माथिसम्मै छ। हामी टक्क घुमेर एक्सप्लोर गर्ने नै छौँ है। बब्बाल रमाइलो छ। एकचोटि आउनुहोस्, यहाँ भिजिट गर्नुहोस्। दामी नै लाग्यो मलाई चाहिँ है। 50 रुपियाँ टिकट लाग्छ, तर त्यो चाहिँ एकदम असुल हुन्छ। त्यो असुल हुन्छ जस्तो चाहिँ लाग्छ मलाई साँच्चै। कस्तो भनेको मान्छेहरू त्यहाँ माथि हेर्नु कस्तो दामी भिड छ है। सानो बच्चाहरूको लागि चाहिँ एकदम बबाल छ। बच्चाहरू ल्याएर चाहिँ एकदम हुन्छ नि रमाइलो गर्न सकिन्छ। बच्चाहरूलाई इन्भाइरोमेन्टसँग चाहिँ घुलमिल गराउन सकिन्छ। सो द्याट इज द वान मेजर पोइन्ट टु भिजिट दिस प्लेस मलाई लाग्छ। हामी पनि निकट भविष्यमा बच्चा ल्याएर आउन सक्ने सम्भावना छ नि त। त्यहाँ बिहे पनि चल्दैछ त्यहाँ के अरे थानकोट पार्टी प्यालेस भन्ने छ। यहाँ पछाडि पार्क चाहिँ कस्तो दामी बाजा बजेको नाचम भइरहेछ।
पनि यति राम्रो छौँ र रोशन भाइ अनि यस्तो राम्रो देखिने रहेछ या कसम भने के साह्रो हेऱ्यो त्यसरी हामीले थानको त्रिभुवन पार्क पनि घुमिसक्यौँ रमाइलो भयो 50 रुपियाँ असुल पनि भयो त्यो मोबाइलमा अब चार्ज सकिँदैछ मोबाइलमा टक्कै यहाँ चार्ज लाएर अनि त्यसपछिबाट हामी हिँड्दै जान्छौँ अब चाहिँ नेक्स्ट भ्लग अब जति बेला चार्ज हुन्छ त्यति बेला हुन्छ है त चल्दैछ हामी यहाँ चाहिँ हाम्रो केटाहरू चिया खानेर बसिरहेको गाइस फाइनली अब हामी चाहिँ कोठातिर लाग्यौँ हाम्रो मेस्सी वान अफ दि ग्रेट फ्यान अफ मेस्सी अनि हाम्रो रोशन भाइ फ्रान्स है ए सरी के अरे हाम्रो ब्राजिल नेमारको फ्यान ल ओके बाई 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 गुड नाइट फेरि भेटौँला अब कहिले भेट्ने त भक्तपुर आइज भने आउँदैनस् ल हुन्छ तेरो आइतबारहरू त आए गयो अब जेसुकै गर हामी चाहिँ गयौँ लाग्यौँ बाई ल बाई बाई गुड नाइट सम्झिएछ भन्ने सबैलाई कहाँबाट नि म्यासेजमा भने भन्नु कि यहाँ त्यहाँ गयो भने फेरि टाइम हुन्छ कहाँ भने म्यासेजमा भने भन्नु फेरि नाइ भयो म नजाने अहिले लग्न होला हेर्दै यताबाट चिन्ने त यहाँबाट हो ल ल बाई 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 ल ललित भाइलाई पनि भेटियो धेरै पछि ओके अब हामी चाहिँ कोठातिर जाऊँ होइन त रोशन भाइ ओको रोशन भाइको चाहिँ के छ प्लान अब रुम जाने त्यसपछि त्यही हो एकछिन रेस्ट गर्ने हो त्यसपछि खाना खायो फर्स्ट खाना बनायो खाना खायो सुत्यो ओके मोबाइलको चार्ज पनि सकिरहेछ अब कति साथ दिन्छ मलाई थाहा छैन है फुटबल त्यस्तो क्रेजी फ्यान त होइन अब त्यो मन चाहिँ पर्छ फुटबल मन पर्ने हो क्रिकेट पनि खेल्न चाहिँ आउँछ त्यस्तो क्रेजी चाहिँ होइन क्या हेरिराख्ने टाइपको तिमीहरू जस्तो चाहिँ होइन म त्यही भएर मलाई खासै यस्तो कुराहरू थाहा हुँदैन थाहा चाहिँ हुनुपर्छ मलाई चाहिँ थाहा छैन इन्फर्मेसन हरेक कुराको थाहा पाइराख्नुपर्छ क्या इन्फर्मेसन हुनुपर्छ क्या त्यो धेरै हेल्प गर्छ त्यो कुराहरूले चाहिँ तर ललितपुर हेर्न कस्तो सफा छ यार है एकदम कस्तै सफा क्या मलाई मन पर्छ है सबै यहाँ ललितपुरको मेयर त एकदम दामी छ कि तर ज पार्टीको भयो भने त्यही दामी छ नि साथी एमालेको हो अहिले हिमालयको होस् कि जेसुकैको होस् यस्तो काम गरे भइहाल्यो नि यार अनि एक हप्ता 2 हप्ता गरेँ मैले बाइकमा आएँ नि कहाँ गाडीमा छोडा क्या भयो टाइम नभ्याएर मतलब त्यो टाढा भएर मलाई टाइम पैसा नै कति 15,000 मात्रै स्यालेरी अनि खाना आउँदा जाँदा 10,000 5,000 पनि नबस्ने त्यसमा काम गरेर के गर्नु त्यही भएर फार्मेसी हो कि यहाँ पनि फार्मेसी हो कि हस्पिटल अगाडि हस्पिटल फार्मेसी हो कि पछि अनि मैले मेरो ठाउँमा साथीलाई लगाएँ मैले छोडेँ अनि साथीलाई लगाएँ म अन्धा धन्दा आइरहेको छु कहाँ बाटो कहाँ हो थाहा छैन मलाई नि केही थाहा छैन मलाई यतै जानलाई होला कि ललितपुरको खोला नजिकतिर हेर चेन्जेस मोबाइल चेन्जेसहरू आइरहेको छ यार यस्तो दामी छ हेरेर यतालाई कस्तो दामी बनाएको छ है उतातिर बारी भोपाल यस्तो पो हुनुपर्छ त यार हजुर ए म त हात यस्तो गऱ्यो तर्सिरहेको के गरे अब
यताबाट राइटतिर कटौँ। यताबाट कहाँ आइपुग्यो यार आज त है त्यसले काठमाडौँ एकाला गएर लाग्छ। चार्दो बाटो भन्नेमा पुगिसक्यौँ। अब लगभग हामी घरतिर आइपुगिसक्यौँ है। धेरै घुम्यो आज। घुम्नु चाहिँ थोरै घुम्ने भनेको अति नै घुम्यो है। म पनि डह्रो घुम्यो। फाइनली अब लगभग आजको डेट सकिसक्यो भन्दा नै हुन्छ। अब आज म जिम जानलाई पनि ढिलो भइसक्यो। अब टक्क गएर यसो डाइट चाहिँ खानु पर्ला अनि त्यसपछि डाइट साइट खाएर टक्क लाएर अब जिमतिर जाने हो। त्यो द्याट्स इट गाइज। अगाडि मामाहरू देखेँ कि मैं कुनै फाइन पो गाडी हालेँ कि भन्ने देख्छ हुन्छ।